यो जर्मनको म्युनिक सहर रस बाबुको नजिक खै वर्षे रफ्स कस्तो राम्रो घरहरू नि डेनमार्क छुट्टै घरहरू त्यो घर हाम्रो घर जस्तै रहेछ दुई पाखे आज हामी बायर्न म्युनिकको स्टेडियम आलियन्ज अरिना घुम्न आएका मम्मी बुवासँग। स्टेडियम चाहिँ त्यहाँ छ त्यो अब त्यता जाँदै हामी ल बायर्न म्युनिकको स्टेडियम एरिना रफ्स बाबुले हामीलाई घुमाउनु ल्याउनु भएको। आमा छोरा यहाँ चस्मा झिकेर यसो ह्यान्डसम देखिन आउनु भयो। ल ह्यान्डसम देखिनु भयो ट्याक्क लाएर त्यो घुम्नुको राम्रो रहेछ यार 360 एरिना ल बाबा छोरा अनि बसिरहने बायर्न म्युनिकको स्टेडियम जान लाग्यो हामी एरिना रफ्स बाबु र बसे उता एरिना एरिना बायर्न म्युनिक क्लबको बस्नु तपाईँ बस्नु देखेछ एरिना अब देखियो ल बायर्न म्युनिकको जोन एरिना यो त स्टेडियम फुटबल स्टेडियम हामी नजिक आइयो। वाह ल नम्बर 1 क्लब जर्मनको वर्ल्डकै टप 5 क्लबमा नि पर्छ। ल यस्तो पनि हेर्न पाइयो। ल मन पर्ने ठाउँ मन पर्ने एरिया टक्क ल
बायर्न म्युनिखको स्टेडियम। बुवा कत्रो यार। टिकट दिने ठाउँ टिकट हाउस। कमर एउटा आइपुग्यो। कस्तो सफा हो त नि हरियाली यार। रस बाबु टिकट किन्न जानुपर्छ। FC बायर्न म्युनिखको टिकट काउन्टर। यस्तो पो हो त नि यहाँ प्लेस भनेको त। रस बाबु टिकट लिएर फर्किँदै आमासँग बस्दै। मुन्चेन, न्युरेम्बर्ग, साल्जबर्ग, स्टुटगार्ट। जाडो अलिक खाली छ कि भिडियो 360 हाल्ने। बायर्न म्युनिखको म्युजियम। वाह यार लाइभ हेर्नु त यस्तोको ह्यारी केन, युनेस्की। Give me one. केटाहरू बायर्न म्युनिख जितेको च्याम्पियन्स लिगको। यस्तो पो हो त नि कता गएर कहिले त्यता लाइभ गेम हेर्ने ठाउँ। हट म्युजियम बायर्न म्युनिखको म्युजियम। ह्यारी केन, थोमस मुलर सब टिममेटहरू अहिलेको। अनि यहाँ बायर्न म्युनिख जितेको सिलहरू। रस बाबु र बर्से कति सिल त यार। I love this yaar. सब खिलाड़ीहरू
जाम जाम No mess, no mess. 1、2、3、6個好個यहाँ भित्र क्याच गर तिमीलाई जोडिन्छु म म जोडिन्छु तिमीलाई च्याम्पियन्स लिग ट्रफी ल बस्छ त सँगै बस्छ नि दुईजना आमा छोरा यार कप भनेको त हरेक साल के यार हट ओरिजिनल ल यस्तो हो नि कप भनेको यार Oh my god, यार साथमै उइसम्मै म्युजियमको स्टेडियम यस्तोबाट सुरु गरेको फुटबल यस्तो ओलम्पिया स्टेडियम कति राम्रो हो वर्ल्डकै नम्बर 1 मा पर्छ नि नम्बर 2 मा आरके स्टेडियम हो के यो है यो सबसे पुरानो हो के Host कर सकते हैं बच्चा खिचिरहेको Na, da kannst du dich jetzt mal hinstellen.
Bayern Munich चाहिँ टिकट जान कताबाट रे यो यसको मैले गरेको हेरेसिन भनेको छु जाम ल हजुर ब्लक 3243 हो जहाँ गयो नि हुन्छ अराउन्ड जाने एउटै हो जान्छ बायर्न म्युनिकको अलियन्स अरिना स्टेडियममा हामी अल द वे फ्रम नेपाल पोखरा टिममा हेर्ने गरेको आज पहिलोचोटि प्रत्यक्ष हेर्ने भयो कस्तो लागिरहेछ तपाईँहरूलाई एकदम आनन्द ड्रिम कम टु कहिले नसोचेको सपना पुरा भयो आमैलाई चाहिँ कस्तो लाग्यो कस्तो न कस्तो लाग्यो होइन अनुभव होइन सोचेको नि थिएन ल लेखेको पाइन्छ भनेको यही होला 80,000 दर्शक कट्ने बायर्न म्युनिक इन्ट्रान्स त्यहाँ माथिबाट यस्तो पो हुने रहेछ यो प्लास्टिकको हुँदो रहेछ तर माथिको कभर त हलुङ्गो प्लास्टिक वा ल खै रफ्स वर्षे वर्ष यता हेर न कता हेरेको कस्तो राम्रो आएको तिम्रो दुइटाको रफ्स त डिट्टु मस्त देखेको यार लामा छोरा पखाइ म जोड्छु पज गर्छु अनि तिर्छु लामा छोरा वर्षे रफ्स म एरिया जोन एरिया म्यान एरिया बायर्न म्युनिकको क्लबको सबसे बडो स्टेडियम 80,000 जना आउँछ 360 मेन हो नि त मेन जर्मनको मेन स्टेडियम
अस्ति 100 युरो तिरेर त्यहाँ बसेर हेरेको माथि इन्ट्रान्स यो माथिको यस्तो हुँदैछ प्लास्टिकको हलुका हुँदैछ कभर अनि सिसा यस्तो पो हुने रहेछ माथि इन्ट्रान्सबाट हिँड्दै आउँदै बायर्न म्युनिखको स्टेडियम आलियन्स अरिनामा राजेश कुमार रञ्जितको आज एक सपना पुरा रिप्रेजेन्टिङ नेपाल हैन ग्राउन्डको नै छु गर्नु जु फेरि जु म्याक्सिमिलियन युनिभर्सिटी यो डाक्टर अर्बन युनिभर्सिटी जर्मनको नम्बर 2 युनिभर्सिटी बुवा यस्तो पो हो त नि यार प्लानिङ भनेको टाउन प्लानिङ स्वर्गै यार हरेक कुरामा म्यानेजमेन्ट के यताबाट आएको हामी युनिभर्सिटीमै यस्तो राम्रो यार हेलो पानी पर्ला आज 3 चोटि पानी परेर बिदो भयो बायर्न म्युनिख जाने बाटोको रोडमा भएको यो ट्र्याम्प र मेट्रो ट्रेनको स्टेसन यस्तो उता आइरहेछ अब हामी जाने चढेर 10 मिनट अन्डरग्राउन्ड भित्र वाह क्या डेभलप हो यार हो यो ट्रेन स्टेसन जाने रोड हैन त कताबाट जाने हो घुम्न आउँदा रहेछन् म्युनिखमा के गर्ने ट्रेन स्टेसन यो पुरानो ट्रेन त्यो नयाँ ट्रेन मेट्रो ट्रेन म्युनिख क्लबको स्टेडियम हल बायर्न म्युनिखको त्यहीँ गराएको हामी यताबाट अन्डरग्राउन्ड भएर जाने अब वाह यस्तो हरियाली नि यार पाएन यस्तो पो हो त नि मेट्रो ट्रेन स्टेसन पुरानो मेट्रो ट्रेन त्यो नयाँ अब हामी जाने हो उता तरेर बायर्न म्युनिखको स्टेडियम 80,000 जना अटाउने स्टेडियममा गराइयो त्यो हावाबाट बिजुली निकाल्ने
ल जय जननी रस बाबु उता गराउनु पर्छ कता टाढाबाट खिच न जानु जानु भिडियो हो क्या यो फ्रोत मानिङ आलियन्स अरिना बायर्न म्युनिखको स्टेडियममा हुने बाटो यो नयाँ ट्रेन ओके अब हामी चढ्ने ट्रेन आयो बुढी भित्र पसिहाल है छिट्टो पहिला खिचौँ जाऊ ए बर्छ यता पसन जर्मनको एउटा पपुलर गेट म्युनिख जाने बाटोले गएको के प्लाजा जाने बाटो थाहा भएन फोटो खिच्यो